तोरीको सिमीहरू फलेर टिप्न लागिसक्यौं। निकिता दिदीहरूलाई टिप्दिन लाग्छौं। फुल सुकिसके। यस्तो औषध नहाली हाम्रो बारीको सिमी यत्रो भइसक्यो। फर्सीहरू हेर्न सक्नुहुन्छ, कस्तो राम्रो राम्रो भएको छ। ठुलो भइसक्यो। अस्ति सानो थियो, आज त ठुलो भइसक्यो। सक्नुहुन्छ एउटा, दुईटा, तीनटा, चार, पाँच ठुल्ठुलो भएको छ। खाने बन्छ अब बिस्तारै। नै हो यस्तो रहेको छ हाम्रो घरको फर्सी। क्याप्सिकम यत्रो ठुल्ठुलो भइसक्यो साथीहरू, हेर्न सक्नुहुन्छ। राम्रो भएको छ। कति एउटै बोटमा कति धेरै फलेछ। यस्तो राम्रो, कति ठुलो ठुलो छ क्या। अझ ठुल्ठुलो त तरकारी नै खाइसक्यौँ। भान्टा पनि फल्दैछ। यस्तो राम्रो फलेछ। हेलो साथीहरू, यो चाहिँ तोरीको साग हो। अब हामीले कलाएर रेडी बनाएको छौँ। धोएर मजाले भुटेर खानुपर्छ रोटीसँग, मकैको रोटीसँग। एकदम मिठो हुन्छ।